यो चाहिँ अन्तिम अलैँची हो। अलैँची घरभित्र त पुरै बाघ भालु छ जस्तो छ त। त्यसका बाजे अलैँची पनि छ कि हो। अलैँची चाहिँ होइन, अलैँचीभित्र बाघ भालुले त खाला जस्तो रहेछ। अलैँची राम्रो फलेको सफा गर्ने भनेको अलैँची नै छैन। खै अलिअलि रहेछ एक दुईवटा। फर्सी फलेको रहेछ बरु। खै आमामा यस्तो जङ्गल भएछ कि गएन साथीहरू। यस्तो जङ्गलभित्र पो अलैँची त यत्रो जङ्गल भएछ कि यहाँ त खत्तम हुने भएछ नि है। अब यस्तो भित्र अलैँची पनि छ कि हो। खै त अलैँची छ जस्तो लागेन मलाई। आमामा यस्तो अलैँची घारी त पुरै अब चाहिँ अलैँची टिप्नु लागेको साथीहरू। अलैँची छ कि भनेर टिप्न आएको झनै जङ्गलभित्र भालुले खाइसक्यो नि। जङ्गलै जङ्गल भएछ नि अलैँची त। त्यसका बाजे अलैँची घारी त जङ्गलै जङ्गल। कहाँबाट जाने भन्ने। कोदो बारी हो, टन्नै कोदो छ। हल्का घाँसको रुख। यो चाहिँ भटमास। भटमास पनि छैन। इस सबै केले खाइसकेको छ। अलैँची पनि सबै खाएछ। यस्तो जङ्गल भयो। खासै अलैँची नफलेर चाहिँ गोडमेल पनि नगरेको, तर पनि अलिअलि फलेछ। ठिकै छ, यति फले। बाटै पो छैन त अलैँचीभित्र नि। अङ्कलले पुरै अम्लिसो रोपिदिनु भयो र अलैँची र अम्लिस। यो चाहिँ अङ्कलको अलैँची छैन, अम्लिसो घारी चाहिँ भयो त। त्यसका बाजे अलैँची घारी पनि थियो। बाख्रा, अङ्कलको बाख्रा। पाँचवटा बाख्रा। इस्कुस नन सिन सबला हात हालेका लानु त पर्थ्यो अलिअलि। केमा लानु खै। माकाइ जिङ्दै त्यहाँ मिरङ्गा हरियो नै। पहिरो यसरी गएछ बङ्गै। माङसान जामा ओहो निर्मलको नाखा व्यस्त छ पुरै। ओहो जेखामा हरकाई जुन्ना न कुनी गाना का रस रस मजाको तल
ए आपले अब Saya sosialnya mang tuh kira kok saya sih mau tuh. Mana mau kan itu? suwe mace pokoknya kamu leli tuh kapal sakali tapon